Oh guys, good morning. Ani अब हामी यो लोड गर्नु गइरहेको छौँ गाडीमा. ए हेलो सबरो. It's directly from Pokhara, right? Oh yeah, Pokhara. लोड गरौँ guys. हामी हिँड्दैछौँ धुम मचाउँदै नामुको स्कुटर लिन. नामुको स्कुटर लिन. आइज्याक जी घर. भन्दा आइज्याक चाहिँ घरमै हुनुहुन्छ कि कहाँ हुनुहुन्छ? आइज्याक जी घरमै हुनुहुन्छ. अनि सिमसिम लिन जाने भनेर आइज्याकलाई छैन होला. हामी चाहिँ नामुलाई लिन आएको होइन. भेहिकल म्यानेजमेन्ट गर्न पर्यो. सो नामुलाई लिन आएको छौँ. वेटिङ फर हिम. अनि एउटा one more scooter to add. The good trails. Let's go. Guys, we're all ready to go now. We're leaving. Just like her. Woo! Let's go. तिम्रो हात हो ढुङ्गा. हल्का यस्तो खाल्डो गर्नुपर्छ है. यस्तो खाल्डोहरू हो. ऊ भयो ल. Let's go. Let's go. Let's go guys. अब हामी चाहिँ घुमेर आइपुग्यौँ. यहाँबाट हामी सिधै गोलफुटार हुँदै जान्छौँ. गोलफुटार पुग्ने हो. गोलफुटार हुँदै जाने. ए भनेपछि उयो के ह्याम्सबाट? यहाँ सिधै अब पारी जाने. माथि टाढो नजिक हुन्छ नि त. नजिक त त्यस्तै जस अब we don't need to go all the way to Chakrapar. त्यताबाट गयो भने we can directly reach to Golfutar bus stop. यहाँबाट a quick stop at Buddha Nilakantha. यहाँ चाहिँ हामी अरू साथीहरूलाई खोज्दैछौँ. Okay, we have now arrived at Mountain Home. Thank you बहिनी. नमस्ते. के होला मेरो घर? मेरो नाम दिप्ती नै हो कि क्या हो? हो? Thank you. अब होइन. Thank you. Wow. सुदीप. यो त सुदीपको रहेछ. अहिले सुदीप दादा आइसक्यो ल. यो चाहिँ ल सुदीप दादा आउनु बाँकी छ. Thank you. अहिले आउनुहुन्छ अनि देऊ ल. ओके ल अहिले ल. हाम्रो सप्लाइज पनि आइपुगेको छ. सिमसिम दिदीहरूको भाइ बहिनीहरू छ होइन. ल आयो हाम्रो सिमसिम दिदी आइपुग्यो. अब चाहिँ हामी सामानहरू अरेन्ज गर्दैछौँ. ल फ्यान मिटअप हो भाइ तेरो. फ्यान मिटअप त होइन. यो राम्रो के बनाउने? दाढी बना. भन नडराइकन भन. कोरे भाइ यत्रो सारा डिसरेस्पेक्ट हान्यो. के भन्यो? बरु तपाईँ नराम्रो भनेको भन्दै. भन्दै तपाईँ नराम्रो भन्नु न यार. बल्दै बुढीसँग भन न सेम छ. उहाँ चाहिँ हाम्रो एकदमै स्पेसल वर्गको हुनुहुन्छ. हाम्रो आर्टिस्ट हुनुहुन्छ उहाँ चाहिँ. उहाँ चाहिँ भित्रै बस्नुभएको निकै दिन भइसकेको छ. अनि उहाँलाई चाहिँ हामी केही पनि गर्दैनौँ, चलाउँदैनौँ. उहाँ ध्यान तपस्यामा हुनुहुन्छ. आज तपस्या हेर्नु सक्नुहुन्छ उहाँको काम. ओ त्यो कटिङ कटाइ त्यो कटाइ हेर्नुहोस्. उहाँ त हल्का नर्भस भएछ. त्यो कटाइ नै खतरा छ क्या. त्यो कटाइमा नै जादु छ, आर्ट छ. Guys, join. Join. खडा हो विराज. join. फेरि एउटाले दियो यहाँ. दियो एउटाले. ओइ दियो
दियो कान्छाले दियो सिमसिम जान खोइ ब्ल्याक ल ब्ल्याक 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 फिटनेस इज माई प्यासन भन्नु पर्यो न छिटो आऊ बिस्तारै बिस्तारै बाप्रे खोइ हेरौँ ल स्पिड हेरौँ ल ल ल ल सेट भाइ भाइ अब टाउको दुख्छ ओए बुला बुला आशीर्वाद आशीर्वाद ल पाले पिलो अरुको के छ ल ल ल ल बिचार भगेन हैन भयो बिचार धेरै चोटी गर्छ ल भयो अहिले यो छिरेको भयो उसो केसमे सा उसो स्कुल सब गाइस हामी चाहिँ ठ्याक्कै एभरेज स्कुल सब गाइस भित्र खोइ काजु खोइ रुपेश खोइ आन्टी खोइ छिटो दुर्गा सिने हो क्या
I understand it now भन्दै त ल सुरु गरौँ है त हेलो ताली पड्दा त चढाइ सुन्छ होला है गर्दै सबैलाई बिदाई लागे म पन्ध्र हावाले छुदाछन् किन झस्किरहन्छमा सम्झी मायालुको देशै लागे म आफूले ट्राई गरिदियो मिल्ने झर्ना नकुल र लक्ष्मण नकुल र लक्ष्मण कमान्डर लक्ष्मण ए लक्ष्मण नकुल पनि आयो सन्दीप लेखमान रजत हाम्रो आर्ट टिचरको पपुलारिटी तिमीहरुलाई कस्तो लाग्यो आर्ट राम्रो मात्रै बबाल ए सरी सर तपाईलाई के भन्छ हजुर कस्तो रे गाइस ए कसको रे ताली 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 oh what the dog doing दिगो ट्रेल्सको गाइजहरु चाहिँ एकदम थाकेर बसिरहनु कति राम्रो पेन्टिङ के यो जस्तो त मैले सायद लाइफमा फ्रेम गर्नलाई हैन यो अक्सन गर्नुपर्छ निले अक्सन गर्ने हो कसले किन जानुहुन्छ ल डग Dog, dog. He got that dog in him. यसको हामी यसको त गाइस यसको अक्सन हामी लिलामी हुँदै 15 करोड हैन 5 रुपैयाँ इच्छा हुने मान्छेहरुले कति 15 करोड सुरुको चाहिँ 5 रुपैयाँ के कति ल सुरु 15 करोड हेरौँ त अनि मेरो डिगो ट्रेसको लोगो देखाएर हुन्छ शेफनिम सनम शेफनिम अनेस्ट लायर्सले हाम्रो लागि आज माउन्टेन चिरो होममा मिठो स्पेशल मिठो स्पेशल चिकन करी बनाउँदै हुनुहुन्छ अहिले
Stephanie, we put our trust in you. Ana hase yo masu pakaisyo. Oh, यतिको चाहिँ चाहियो है फेरि। ल अब उता जाउँ। यस्तो छ भ्यू माउन्ट चेलनरोङको प्रोग्राम छ यो मान्छेले के गर्छ भने देखिसके रजत सुनार कलेज अब कृति तामाङ म अघिदेखि हेर्दैछु ताली एकदमै सानो सानो आउँदैछ रेणु सुनार मेरो नाम चाहिँ राज सुनार म चाहिँ यहाँ एज अ म्यानेजरको रूपमा काम गर्छु तर यो संस्था चाहिँ मेरो बुवाले सुरु गर्नुभएको हो उहाँ चाहिँ एज अ 7 वर्षको हुँदाखेरि चाहिँ बुवा आमा दुइटै घुमाउनु भएको थियो अनि तपाईँको स्टेट मदरसँग बस्दाखेरि पाएको दुःख उहाँले पढ्न नपाएर पाएको दुःखहरू सबै आफूले लाइफमा एक्सपिरियन्स गर्नुभएको भएर चाहिँ यो अर्गनाइजेसन सुरु गर्नुभएको 2002 मा अनि पहिला चाहिँ हामी डल्लु हजुरहरूलाई थाहा होला डल्लु भन्ने ठाउँमा थियो अनि 2010 मा चाहिँ हामी यहाँ सिफ्ट भएको हो तपाईँको डल्लुमा चाहिँ एकदमै गाह्रो अनि डल्लुमा थियो अनि 2010 मा चाहिँ हामी यहाँ आयौँ अनि तपाईँको वातावरणहरू सबै चिज चाहिँ एकदमै मन परेर चाहिँ हामी यहाँ सिफ्ट भयौँ तपाईँको अनि तपाईँहरूले क्वेसन सोध्नु भएको चाहिँ म बोल्न सक्थेँ आफू चाहिँ के कहाँबाट सुरु गरौँ अनि अहिले चाहिँ हामीसँग 39 जना बच्चाहरू छन् अनि तपाईँहरू देख्न सक्नुहुन्छ सबैजनाको मुखमा हाँसो सबैजना खुसी छन् अब तपाईँहरू आइदिनु भयो उनीहरूको लागि केही गिफ्ट ल्याएर आइदिनु भयो त्यसको लागि चाहिँ हामी धेरै नै आभारी छौँ अनि यसरी नै तपाईँहरूले उनीहरूलाई धेरै हामी ठुलो आश पनि गर्दैनौँ तपाईँहरू आएर उनीहरूसँग टाइम स्पेन्ड गरिदिने उनीहरूलाई आफूले जानेको चिज केही सिकाइदिनु भयो भने नि हामी त्योमा चाहिँ खुसी हुनेछौँ र फेरि म सबै हाम्रो नवीन चिल्ड्रेनहरूको तर्फबाट चाहिँ हजुरहरू सबैजनालाई एकदमै धन्यवाद भन्न चाहन्छु र यसरी नै हजुरहरूको समय मिल्दाखेरि चाहिँ माथि हाम्रो घरमा आइदिनु होला बच्चाहरूसँग टाइम स्पेन्ड गरिदिनु होला त्यो भन्न चाहन्छु धन्यवाद हाम्रो एमसीएच फ्यामिलीबाट हामीले उहाँको यो एमसीएचको बारेमा केही कुरा सुनिसक्यौँ अब यसै गरी अब हामी एमसीएच साथसाथै दिगो ट्रेल्सको तर्फबाट हाम्रो दिगो ट्रेल्सबाट फाउन्डर मेम्बर आउँदै हुनुहुन्छ उहाँले पनि सबैजना भाइ बहिनीले सुनिराख है दिगो ट्रेल्स भनेको के हो भनेर यो आज यहाँ आएको टिम छ नि यो हामी दिगो ट्रेल्सको टिम हो सो दिगो ट्रेल्स कसरी बन्यो किन बन्यो के कारणले बन्यो भन्ने कुरामा चाहिँ अब हाम्रो फाउन्डर दिदीले केही कुरा भन्नुहुन्छ है सुन्ने मजाले नमस्ते सबैजना कस्तो रमाइलो लागिरहेछ सुरुमा चाहिँ हामीलाई यस्तो राम्रोसँग वेलकम गरिदिनु भयो तपाईँहरूले त्यसको लागि धेरै धेरै धन्यवाद है अनि आज चाहिँ अब हामी यहाँ यसरी आउने मौका जुर्यो र दिगो ट्रेल्स भन्ने यो चाहिँ कसरी सुरु भयो भन्दाखेरि यो चाहिँ एउटा तपाईँहरू जस्तै सबै बाबु नानीहरूले चाहिँ राम्रोसँग पढ्न पाउनुपर्छ हो कि होइन सो हो यही कुरालाई चाहिँ हामीले अगाडि बढाउने भनेर यो कुरालाई चाहिँ निरन्तरता दिइराख्ने भनेर यो कुरालाई चाहिँ दिगो रूपमा लिने भनेर चाहिँ यो दिगो भन्ने नाम आएको हो र ट्रेल्स भनेको चाहिँ अब हामी चाहिँ ट्रेकिङहरू गइरहेको हुन्छौँ कि
ट्रेकिङहरू गइरहेको हुन्छौँ। अनि यो सबै सुरु भएको नै हामी ट्रेक गएको थियौँ एउटा, त्यहाँबाट चाहिँ अब एउटा क्याम्पेन जसरी सुरु गरेर अनि हामीले चाहिँ आज यो प्रोग्राम सफल गराउन सकेको हो। अनि के भयो भन्दाखेरि अब यहाँ जति पनि हुनुहुन्छ हाम्रो ग्रुपको चाहिँ हामी जति पनि सुरुदेखि नै गरेको हाम्रो ग्रुपको चाहिँ हामी आज 5-6जना छौँ होइन। र आज यहाँ जति पनि दाइ दिदीहरू हुनुभएको छ उहाँहरू चाहिँ सुरुदेखि नै फेरि हामीलाई साथ दिनुहुने दाइ दिदीहरू हुनुहुन्छ कि। अनि हामी यहाँ जति पनि छौँ हजुरलाई धेरैजना हुनुहुन्छ जस्तो लाग्छ होला होइन। तर यति मात्र होइन, तपाईँहरूलाई लाइक राम्रो होस् राम्रो गरोस् भनेर चाहिँ साथ दिनुहुने अझै 50जना बढी मान्छेहरू हुनुहुन्छ कि होइन। सो त्यही कुरालाई पनि हजुरहरूले राम्रोसँग लिएर अब आफ्नो पढाइमा होइन अथवा केमा रुचि छ त्यसमा चाहिँ अगाडि जाँदै गर्नु, तपाईँहरूलाई सपोर्ट गर्नको लागि तपाईँलाई साथ दिनको लागि चाहिँ अझै पनि हुनुहुन्छ। र सधैँ पनि आफूले पछि गएर के गर्छु भनेर एउटा राम्रो सपना देख्ने, ठुलो सपना देख्ने, राम्रो मान्छे बन्ने होइन। धनी हुन मन छैन कसैलाई? छैन? धनी भनेको के हो? गरिब हुने हो र? धनी हुनु पऱ्यो नि होइन, मनको धनी हुनु पऱ्यो कि होइन। सबैजनाले आफू पनि राम्रो हुनु पऱ्यो, सबैजनालाई राम्रो गरौँ भन्ने पनि एउटा सानैदेखि तपाईँहरूले चाहिँ त्यो कुरा मनमा लिएर ठुलो भएर आफू पनि मद्दत लिने, अरूलाई पनि मद्दत लिने गर्नुपर्छ भन्ने एउटा चाहिँ तपाईँहरू ठुलो हुने बेलासम्म त्यसरी नै सोच्नु पऱ्यो है। सो म चाहिँ अब हाम्रो टिमको सबैजनालाई एकचोटि यता बोलाएर सबैहरूलाई चिनाउन चाहन्छु। मेरो नाम चाहिँ दिप्ती गुरुङ। कोलाई थाहा छ? कति धेरै मलाई त्यो उसहरू बनाइदिनु भएको थियो, त्यसको लागि भेरी भेरी थ्याङ्क यू है। अनि हाम्रो टिमको सबैजनाहरूलाई म एकचोटि ब्रिफली चिनाइदिन्छु ल तपाईँहरू मध्ये। सो सुरुमा चाहिँ म विराजलाई बोलाउँछु। विराज हजुर। हेलो म चाहिँ विराज है। अनि हामीले चाहिँ सुरु गर्न बेलामा चाहिँ म दिप्ती अनि हाम्रो अरू 5जना पोखराबाट आएकोहरू चाहिँ मिलेर चाहिँ सुरु गरेको। अब म बोलाउँछु सिमसिम। सिमसिम पनि पोखराबाट है। हामी यहाँ जति बोलाउँछौँ 3जना चाहिँ पोखराबाट हजुरहरूलाई नै भेट्ने भनेर हिजो मात्र आज एकजना चाहिँ आज बिहान मात्र आइपुग्नु भएको हो। सो उहाँहरूको इन्ट्रोडक्सन चाहिँ अब उहाँले आफैले दिनुहुन्छ है त। सिमसिममा नि दिदी होइन है, सिमसिम दाइ हो। त्यो कसले दिदी लेखेको त्यस्तै लेख्नु पाउँदैन। ठिकै छ। नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ सिमसिम, म चाहिँ पोखराबाट आएको हो। अनि आज सुरुमै आउने बित्तिकै अब सबैजना दौडिनु भयो सिमसिम दिदी को हो भनेर। त ठिकै छ, मैले सुनिरहेको छु कता अब मेरो नाम केटीको जस्तो सोध्छ, तर हेर्दा त केटै हो केटै हो। अनि आज एकदम खुसी लाग्यो अब आएर होइन। अब टाढाबाट आएको हामी, अब यहाँ टाढामाथि रहेछ। अब दाइहरूले उसहरूले राम्रोसँग राख्नु भएर चाहिँ हजुरहरूलाई खुसी लाग्यो। हजुर पनि एकदम ज्ञानी हुनु रहेछ सबैजना। अनि सबैजना लास्टै बलियो रहेछ। अनि 38 जनामा चाहिँ एकजना बाबु चाहिँ रोबोट रहेछ। राजेश बाबु चाहिँ रोबोट रहेछ। अनि के भन्न चाहन्छु भन्दाखेरि चाहिँ अब बाबुहरू अब ठुलो भएपछि हामीलाई बिर्सिन्छ होला के छ थाहा भएन। तर होइन हामी चाहिँ अब सधैँ लाइफभरिलाई अब यहाँ आएको चाहिँ सम्झिन्छु हामीलाई नि सम्झ्यो। अनि तिमी चाहिँ कसरी हामीलाई सम्झ्यो भनेर चाहिँ आज हाम्रो सन्तोषीको बर्थडे रहेछ। ह्याप्पी बर्थडे सन्तोषी। अनि सन्तोषीको बर्थडेमा सबैजना दाइहरू आउनुभएको थियो भनेर सम्झ्यो होला। ल बाई बाई। ए मतलब यही हुन्छ हुन त। ए अहिलेलाई बाई बाई। अब चाहिँ म मेरो साथी रोशनलाई बोलाउँछु, उनी भर्खर पोखराबाट आएको। अब हेलो नमस्ते सबैजनालाई, म चाहिँ रोशन, म नि पोखराबाटै हो। ल जे होस् आज यहाँ आउनु पाउँदा चाहिँ मलाई एकदम खुसी लागेको छ। यो एउटा इनिसिएटिभ जुन चाहिँ हामीले सुरु गरेँ होइन, पछि तपाईँहरूले पनि अब ठुलो भएपछि तपाईँहरूले पनि अब यसरी नै अरूलाई सहयोग गर्नुहुन्छ भन्ने आशा राख्दछु। धन्यवाद। अब चाहिँ म अर्को मेम्बर हाम्रो सुनिल दाई, सबैजनाको अघि त्यो बाइक चलाउनेवाला दाइलाई बोलाउँदैछ है त। म त के बोल्नु ल
म चाहिँ सुनिल राई अनि म चाहिँ यहाँ साथीहरूको साथी, तपाईँहरूको पनि साथी, सबैको साथी, फ्रेन्ड जोनमा छु म धेरै। अनि थ्याङ्क यू फर ह्याभिङ अस है सबैजनालाई, अनि लेट्स होप फर अ बेटर फ्युचर। थ्याङ्क यू। र हाम्रो आजको एमसी हाम्रो आइज्याक सरलाई पनि हामी यहाँ इन्ट्रोड्युस गराउन चाहन्छु म, र उहाँको त इन्ट्रोडक्सन अब होइन तपाईँले लिइसक्नु भयो होला। धन्यवाद। मैले मेरो नाम चाहिँ भन्नु बिर्सेँ चाहिँ सुरुमा, सरी है। मेरो नाम चाहिँ इसाक है, इसाक। अब म चाहिँ काम त अब एमसीको होस्ट गर्ने, तर पनि अब 1-2 शब्द भनिदिन्छु। भाइ बहिनीहरूलाई भयो यार, सधैँ यसरी नै आउँदाखेरि है हाँसेको हेर्नु पाऊँ, यसरी नै टाइम स्पेन्ड गर्नु पाऊँ। हामी अरू बेला पनि जब हामीसँग होइन, हामी पनि अहिले हामी जतिजना यहाँ छौँ नि त्यतिजनाको मद्दतले मात्रै आइपुगेको होइनौँ। हामीलाई पनि यहाँसम्म आउनलाई धेरै मेहनत गर्नुपर्छ। धेरैजना मान्छेको अङ्कल आन्टी दाजु दिदी अरू जतिजना यहाँ देखिरहेको छौ नि, यो बाहेक पनि पछाडि धेरैजना हुनुहुन्छ तिमीहरूलाई माया गर्ने, तिमीहरूको भविष्यको बारेमा सोच्ने, तिमीहरूलाई पढाइ, तिमीहरूको लाइफ सबै कुरामा वास्ता गर्ने अरूहरू पनि हुनुहुन्छ है। त्यही भएर दिगो ट्रेल्स टिम मात्र यतिजना मात्र आउनुभयो भनेर नसोच्ने। यहाँसम्म आउनलाई जति पनि यो सामान देखिरहेको छौ नि, हामी मात्रको कारणले भाइ हो आज पोसिबल हुँदैन थियो। यतिसम्म हामीले ल्याउनको लागि धेरैभन्दा धेरै 60, 70, 100जना कतिजनाले मद्दत गर्नुभएको छ। जति सक्ने त्यो सब तिमीहरूको लागि हो। त्यो चाहिँ मायाले हो है। तिमीहरूलाई हेरेर, तिमीहरूको भविष्यको बारेमा सोचेर तिमीहरू पनि भोलि पर्सि कति ठुलो मान्छे बन्छौ भन्ने आश गर्नुभएको छ। यो आशलाई चाहिँ मर्नु नदिनु। हामी यसरी नै अरू बेला पनि जहिले हामीसँग